प्रधानमन्त्री यो केवल एउटा पद होइन, यो देशको मुटुको धड्कन हो, जनताको आशा, विश्वास र सपनाको अन्तिम धरोहर। यो त्यो कुर्सी हो जहाँबाट देशको भाग्य लेखिन्छ। तर के हुन्छ जब त्यही भाग्य लेख्ने कलमले जनताको विश्वासको पानालाई नै कोडेर फ्याँकिदिन्छ? के हुन्छ जब रक्षक नै भक्षक बन्छ? नमस्कार र नेपाली कलेजको आजको यो विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी काम नलाग्ने वा असफल जस्ता सतही शब्दहरूको प्रयोग गर्ने छैनौँ, किनकि त्यो तपाईको र मेरो व्यक्तिगत धारणा हुन सक्छ। बरु आज हामी तथ्य, प्रमाण र घटनाक्रमको आधारमा नेपालका 5 यस्ता शक्तिशाली प्रधानमन्त्रीहरूको चिरफार गर्नेछौँ जसको कार्यकालमा भएका निर्णय र काण्डहरूले देशलाई दशकौँसम्म पछाडि धकेल्यो, हाम्रो सपनाहरूमाथि तुषारपात गर्यो। यो केवल व्यक्तिको आलोचना होइन, यो हो त्यो प्रवृत्तिको गहिरो विश्लेषण जसले नेपाललाई कहिल्यै माथि उठ्न दिएन। को हुन् ती 5 प्रधानमन्त्री र के थिए उनीहरूको सबैभन्दा ठुलो धोका? आउनुहोस् इतिहासको यो रहस्यमयी र पीडादायी यात्रा सुरु गरौँ। तर यो भिडियोमा हामीले उनीहरूले गरेका काण्डहरूको लिस्ट मात्रै राखेका छौँ र आगामी आउने भिडियोहरूमा हामी यी 5 वटै प्रधानमन्त्रीहरूले गरेका काण्डहरूको हरेकको भिडियो बनाएर हामी यही च्यानल मार्फत राख्नेछौँ। त्यसैले यदि यस्तै भिडियोहरू अझै हेर्न चाहनुहुन्छ भने हामीसँग जोडिन नेपाली कलेज च्यानललाई सब्स्क्राइब गर्नुहोला। अब आउनुहोस् भिडियोतिर लागौँ। पात्र नम्बर 1 केपी शर्मा ओली। म नै राज्य हुँ उब्राउँ। हाम्रो सूचीको पहिलो नम्बरमा छन् वाकपटुतका धनी र राष्ट्रवादी छविका पर्याय केपी शर्मा ओली। एउटा कपडाको टुक्रो बोक्या छ, उफ्रिएको छ, वातावरण बिगारेको छ। ग्यासको अभाव छ अहिले, तर हाम्रो जमिनमै ग्यास छ, हामीले फाल्ने फोहोरमा ग्यास छ। थोरै समय दिनुहोस्, चुलामा पाइप जान्छ। 2074 सालको चुनावपछि उहाँ यसरी शक्तिमा आउनुभयो जसरी सायदै कोही आएको थियो। केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको यति शक्तिशाली र रङ्गीन सपना देखाउनु भयो कि देशले उसलाई झन्डै 2/3 ऐतिहासिक बहुमत दियो। दशकौंको अस्थिरताबाट थकित जनताले उसमा एक स्थिर भविष्य देखेका थिए। तर त्यो शक्ति र विश्वासको बदलामा देशले के पायो? इतिहासकै सबैभन्दा स्थिर मानिएको सरकारको नेतृत्व गरेका ओलीले देशको कुनै ठुलो सङ्कटले होइन, केवल पार्टीभित्रको आन्तरिक कलह र व्यक्तिगत टकरावका कारण शक्तिको अहङ्कारमा परेर एक होइन, 2 पटक संसद विघटन गर्यो। यो केवल संसद विघटन थिएन, यो थियो लाखौं जनताले 5 वर्षको लागि दिएको मतमाथिको अपमान। यो थियो संविधानको आत्ममाथिको चिसो परार र यो थियो लोकतान्त्रिक प्रक्रियामाथिको सबैभन्दा ठुलो धोका। सर्वोच्च अदालतले असंवैधानिक भनेर फिर्ताइदिनुपर्ने अवस्था आउनुले नै यो कदम कति घातक थियो भनेर प्रश्न पार्छ। उहाँकै कार्यकालमा जब देश कोरोना महामारीसँग लडिरहेको थियो, स्वास्थ्य सामग्री खरिदमा ओम्नी ग्रुपको विवादात्मक संलग्नताले उहाँको भ्रष्टाचार गर्न पनि दिन्न भन्ने नारालाई गिज्याइरहेका थियो। यति होल्डिङ्सलाई सरकारी जग्गा कौडीको भावमा सुम्पिने निर्णयले उहाँको सरकारमाथि क्रोनी क्यापिटलिजम अर्थात् आसेपासे पुँजीवादलाई संरक्षण गरेको गम्भीर आरोप लाग्यो। उहाँले विकासको सपना त देखाउनु भयो, तर त्यो सपना पूरा गर्ने लोकतान्त्रिक प्रणालीलाई नै ध्वस्त पारेर म नै राज्य हुँ भन्ने भ्रम पाल्नु भयो। यो जनताको सार्वभौमिकतामाथिको धोका थियो। मैले उहाँ भनेर सम्बोधन गरेको होइन, यो त उनीहरूको खिस्याइ गरेको। पात्र नम्बर 2 पुष्पकमल दाहाल प्रचण्ड। क्रान्तिदेखि विलासितासम्मको यो यात्रा। हाम्रो पार्टीको एउटा विशेषता के हो भने हामी देशको निम्ति आवश्यकता पर्दा जस्तो सुकै कुर्बानी गर्न तयार छौँ। हामीले त्यो सिद्ध गरेका छौँ। अब कुरा गरौँ नेपालको राजनीतिमा सबैभन्दा नाटकीय र अप्रत्याशित पात्र पुष्पकमल दाहाल प्रचण्डको। 17,000 मानिसको बलिदानबाट स्थापित भएको शक्ति जसले सामन्त्यवाद अन्त्य गर्ने र सर्वहाराको राज्य स्थापना गर्ने कसम खाएको थियो। उहाँको एउटा आहानमा हजारौं युवा र युवतीले आफ्नो ज्यानको बाजी लगाएका थिए। तर जब उहाँ बारम्बार सत्ताको शिखरमा पुग्नुभयो, के भयो त? मुख्य काण्ड लडाकु शिविरको भ्रष्टाचार। उहाँ पहिलो पटक प्रधानमन्त्री हुँदा माओवादी लडाकुहरूको नाममा शिविरमा भएको अर्बौंको भ्रष्टाचार काण्ड सायद क्रान्तिको सपनामाथिको सबैभन्दा क्रूर धोका थियो। जसले आफ्नो रगत र पसिना बगाए, जसले आफ्नो भविष्य दाउमा राखे, उनीहरूकै लागि आएको पैसामाथि घोटालाको आरोप लाग्नुले प्रचण्डको क्रान्तिकारी छविमाथि कहिल्यै नमेटिने दाग लगाइदियो। अर्को धोका सिद्धान्तहीन सत्ता खेल। यति मात्र होइन,
उहाँमाथि लागेको सबैभन्दा ठुलो आरोप हो सत्ताका लागि कुनै पनि सिद्धान्त र गठबन्धनलाई फेरि सत्ता दिन सक्नु। कहिले एमालेसँग एकता गरेर कम्युनिस्ट स्थायित्वको नारा दिने, कहिले काङ्ग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धनको वकालत गर्ने। यो अस्थिरताले देशलाई कहिल्यै नीतिगत स्थिरता दिन सकेनन्। प्रचण्डले व्यवस्था त बदल्नु भयो, तर सत्तामा पुगेपछि उहाँको चरित्रताले पुरानै व्यवस्थाका नेताहरूको झल्को दियो भन्ने आरोप छ। यो ती 17,000 शहीदहरूको बलिदानमाथिको धोका थियो। अर्का पात्र छन् पात्र नम्बर 3 शेरबहादुर देउवा, अस्थिरता र सौदाबाजीका खेलाडी। नेपालको राजनीतिमा जब जब अस्थिरता र सत्ता समीकरणको खेल हुन्छ, एउटा नाम सधैँ केन्द्रमा आउँछ। उक्त नाम हो शेरबहादुर देउवा। 5 पटक प्रधानमन्त्री बनेका उहाँ सायद सत्ताका सबैभन्दा कुशल खेलाडी हुनुहुन्छ। तर उहाँको हरेक कार्यकाल देशका लागि किन विवादास्पद र उपलब्धहीन बन्यो? उहाँलाई पजेरो काण्ड र संसद खरिद बिक्री जस्ता घटना मार्फत नेपालको राजनीतिमा भ्रष्टाचार र सौदाबाजीको संस्कृतिलाई संस्थागत गरेको गम्भीर आरोप गरेको छ। उहाँको कार्यकालमा देशको नीति र भविष्यमाथि निर्णय लिनुपर्ने संसद, मन्त्री पद र राजनीतिक नियुक्तहरू किनबेचको बजार जस्तै बनेको आरोप छ। उहाँको लागि सत्ता टिकाउनु नै सबैभन्दा ठुलो नीति बन्यो, जसकारण देशले ठुला नीतिगत फड्को मार्न कहिल्यै सकेन। उहाँले राजनीतिलाई सम्भावनाको खेल होइन, सौदाबाजीको खेल बनाइदिनु भयो। यो लोकतन्त्रको नैतिकतामाथिको धोका थियो। र अर्का पात्र नम्बर 4 माधव कुमार नेपाल, सोझो अनुहार पछाडिको दाग। अब पालो नेपालको राजनीतिक एक भद्र, सोझो र विवादमा पर्न नचाहने नेताको छवि बनाएका माधव कुमार नेपालको। लामो समय पार्टी संगठनमा काम गरेको, सधैँ मिलाएर लैजान खोज्ने नेता। तर के उहाँको कार्यकाल साँच्चै दागविहीन थियो त? मुख्य काण्ड ललिता निवास जग्गा काण्ड। उहाँ प्रधानमन्त्री हुँदा बालुवाटारको 143 रोपनी सरकारी जग्गा पीको नाममा दर्ता गर्न बाटो खोल्ने विवादास्पद निर्णय भयो। यो नेपालको इतिहासकै सबैभन्दा ठुलो सङ्गठित भूमाफिया काण्ड मानिन्छ। देशको मन्त्री निवाससँगै जोडिएको सिंहदरबारबाट केही किलोमिटरकै दूरीमा रहेको यति ठुलो सरकारी सम्पत्ति सङ्गठित गिरोहको हातमा जानुले उहाँको सोझो र इमान्दार छविमाथि गम्भीर प्रश्न उठायो। उहाँले मलाई झुक्क्यायो भन्नुभयो, तर देशको कार्यकारी प्रमुखले मलाई थाहा थिएन भनेर राज्यको सम्पत्तिमाथि भएको यति ठुलो लुटबाट पन्छिन मिल्छ त? यो निर्णयले देखायो कि कसरी नीतिगत भ्रष्टाचार मार्फत राज्यलाई अर्बौंको क्षति पुर्याउन सकिन्छ। यो राज्यको सम्पत्तिमाथिको धोका थियो। र हाम्रो सूचीको 5औं नम्बरमा हुनुहुन्छ एक फरक तर उत्तिकै महत्त्वपूर्ण पात्र, डाक्टर बाबुराम भट्टराई। उहाँबाट जनताले सामान्य राजनीतिको होइन, विकास र समृद्धिको बौद्धिक क्रान्तिको आशा गरेका थिए। उहाँलाई देशले एक भिजनरी नेताको रूपमा हेरेको थियो। तर उहाँको कार्यकाल भ्रष्टाचारको गणना गर्दा किन सम्झिन्छ? मुख्य काण्ड राष्ट्रपति विपरीतका सम्झौताहरू। उहाँ प्रधानमन्त्री हुँदा भारतसँग गरिएको बिप्पा बिलेटरल इन्भेस्टमेन्ट प्रमोसन एन्ड प्रोटेक्सन एग्रिमेन्ट सम्झौताले ठुलो विवाद जन्मायो। आलोचकहरूले यो सम्झौताले नेपालको जलस्रोत र अन्य सम्पदामा भारतीय लगानीकर्तालाई असीमित अधिकार दिएको र भविष्यमा नेपालको आफ्नो नीति बनाउने सार्वभौम अधिकारलाई समेत सङ्कुचित पार्न सक्ने आरोप लगाए। एउटा विद्वान र राष्ट्रवादी मानिएका नेताबाट यस्तो निर्णय हुनुले उहाँको बौद्धिक छविमाथि नै प्रश्न खडा गर्यो। त्यति मात्र होइन, उहाँकै कार्यकालमा पहिलो संविधान सभा बिना संविधान विघटन भयो। एउटा बौद्धिक नेताले समेत राजनीतिक सहमति जुटाउन नसक्नुलाई उहाँको नेतृत्व क्षमतामाथिको असफलताको रूपमा हेरियो। उहाँले विकासको सपना त देखाउनु भयो, तर त्यो सपना पूरा गर्ने क्रममा राष्ट्रिय स्वाभिमान र राजनीतिक सहमतिको जगलाई नै कमजोर पारेको आरोप उहाँलाई लाग्यो। यो बौद्धिक अपेक्षामाथिको धोका थियो। अब हामी निष्कर्षमा पुग्छौँ, व्यक्ति खराब कि व्यवस्था खराब? केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराई, यी 5 पात्र 5 फरक कथाहरू हुन्। तर निष्कर्ष लगभग एउटै, जनताको विश्वासमाथि कुठारघात। यहाँ प्रश्न व्यक्ति को खराब भन्ने मात्र होइन, प्रश्न यो हो हाम्रो राजनीतिक व्यवस्थामा यस्तो के कमजोरी छ जसले बारम्बार यस्ता पात्रहरूलाई सत्तामा पुर्याउँछ र उनीहरूलाई जवाबदेही बनाउन पूर्ण रूपमा असफल हुन्छ। यी घटनाहरूले देखाउँछ कि समस्या केवल व्यक्तिमा होइन, त्यो प्रणालीमा छ जसले भ्रष्टाचार, अहङ्कार, नातावाद र सौदाबाजीलाई मलजल गर्छ। जबसम्म हामी त्यो प्रणालीलाई बदल्न सक्दैनौँ,
पात्रहरू फेरिएलान् तर प्रवृत्ति फेरिने छैन। तपाईको विचारमा यी 5 मध्ये कसको निर्णयले देशलाई सबैभन्दा ठूलो र दीर्घकालीन क्षति पुर्यायो? वा हाम्रो सूचीमा कोही महत्त्वपूर्ण पात्र छुटेको छ कि? यो बहस आवश्यक छ किनकि यो विश्लेषण निराशाको लागि होइन, सचेत गर्नको लागि हो र यही सचेतताले नै सायद भविष्यमा यस्ता गल्तीहरू दोहोरिनबाट रोक्न सक्छ। आफ्नो विचार तल कमेन्टमा निर्धक्क भएर लेख्नुहोला। नेपाली कलेज च्यानल हेर्नु भएकोमा धन्यवाद। यस्तै निष्पक्ष र गहिरो विश्लेषणको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।